यस्तो खालको कानुन छ नेपालमा तपाईको वेश्यागमन गर्न पाइँदैन, वेश्यावृत्ति गर्न पाइँदैन। वेश्यावृत्ति गरेको खण्ड र वेश्यागमन गरेको खण्डमा चाहिँ तपाईलाई चाहिँ कानुनी प्रावन्ध र कानुनले चाहिँ तपाईलाई सजाय दिन्छ। तपाईको भागीदार हुनुपर्छ, तपाईले क्षतिपूर्ति दिनुपर्छ, तपाई बस्नुपर्छ भन्ने खालको एउटा कानुनले चाहिँ त्यो लेखिदिएको छ। तर के भन्दाखेरि चाहिँ आफूले कसैलाई पनि जबरजस्ती र करकापले चाहिँ लाइँदैन। यो चाहिँ फेरि ह्युमन ट्राफिकिङसँग पनि जोडिन्छ हैन। त्यो कारणले गर्दाखेरि यो ह्युमन ट्राफिकिङसँग भन्दाखेरि पनि म मेरो आफ्नो पेशा मैले छान्न पाउँछु कि पाउँदिन भन्ने खालको कुरालाई चाहिँ त्यो मेरो चोइस चाहिँ हुनुपर्छ। तर एउटा नीति नियम बनाऊ, उनीहरूलाई पनि दिउँ न त पोलिसी बनाएर आयो भने चाहिँ मानिसजीले उठाउनु भएको कुरामा एकदमै म खुसी छु। तर अब सजिलो छैन मानिसजीले उठाउनु भएको कुरामा पनि हैन। त्यो भएर कारणले गर्दाखेरि चाहिँ अब यो कुरालाई चाहिँ अझ उहाँले मात्रै हैन अरूले पनि यो कुरालाई चाहिँ नीति नियम बनाउनु पर्छ र उहाँले गर्न। तर सबै सहमति छैन, गाह्रो छ। उहाँले फेरि क्षमा याचना माग्नु भएको छ, भोलिको दिन उहाँले उठाउनुहुन्न यो कुरा। ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।